के तपाईको गुगल पेबाट आफै पैसा काटिरहेको छ? थाहा नपाई अटोपे चालु भएर आफै पैसा काटिरहेको हुन सक्छ। तर चिन्ता नगर्नुस्, आज म तपाईलाई गुगल पेको अटो सेटिङ कसरी बन्द गर्ने भनेर 2 मिनेटमै सजिलो तरिका बताउने छु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला, नत्र तपाईको पैसा हर महिना काटिरहन सक्छ। साथीहरू, सबैभन्दा पहिला तपाईले आफ्नो गुगल पे ओपन गर्नुस्। त्यसपछि यहाँ माथि प्रोफाइल आइकन छ, यसमा क्लिक गर्नुस्। त्यसपछि इन्टरफेस यस्तो आउँछ, अलि माथि गर्नुस्। त्यसपछि यहाँ लेखिरहेको छ साथीहरू अटोपे है, अटोपेमा क्लिक गर्नुस्। त्यसपछि तपाईले यहाँ तपाईको लाइभ पेमेन्ट कति भइरहेको छ त्यो सो हुन्छ। जुन चाहिँ पेमेन्ट तपाईले बन्द गर्न चाहनुहुन्छ त्यसलाई क्लिक गर्नुस्। त्यसपछि तपाईले यहाँ तल लास्टमा गएर राइट साइडको अटोपे क्यान्सल अटोपे लेखिरहेको छ साथीहरू, यहाँ यसलाई क्लिक गर्नुस्। त्यसपछि तपाईको ब्याङ्क एकाउन्ट र यस क्यान्सल अटोपे लेखिरहेको छ है, यसलाई यहाँ नजिकै यसलाई क्लिक गर्नुस्। त्यसपछि तपाईको गुगल पे पिन एड गर्नुस्, डन गर्नुस्। यति गरेपछि तपाईको साथीहरू अटोपे क्यान्सल भइहाल्छ। यहाँ देख्न सक्नुहुन्छ अटोपे क्यान्सल लेखेर आइरहेछ यहाँ। यति गर्नुभयो भने तपाईको मेहनतको पैसा बच्न सक्छ। साथीहरू, यो जानकारी ठीक लाग्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब, सेयर गर्न नबिर्सनु होला। हस्।